किन बस्ने घरमा घर भए पो बस्ने घरै छैन कहाँ बस्ने ल घरै छैन छैन त सरकारले दिन्छ नि त मान्नेज्यू अब दिँदैन सरकारले दिएको सरकारको घर हुन्छ आफ्नो घर छैन ल भाडा दिन्छ अरे 25-30 हजार त दिँदैन दिन्न थाहा छैन मलाई अहिलेसम्म कति बिक्री गर्नुभयो मान्नेज्यू अहिलेसम्म 2,55,000 भन्दा कटिसक्यो अब टोटल त्यही हो पैसा पनि डरै कमाउनु भयो धेरै कमाउनु पैसा त मलाई बेसरी लुट्यो पैसा लुटेको लुटे कति पैसा लुट्यो जनताको पैसा लुटेर यहाँ पाप लाग्छ भनेर कारखाना चलाउँदैछ भनेको 12 करोड भन्दा बढी त कमाइ भइसक्यो अब कति करोड कमाउने ल मान्नेज्यू हेर्नुस् यसरी किताब बेच्नमा व्यस्त हुनुहुन्छ उहाँलाई डिस्टर्ब चाहिँ गरेन धेरै उहाँ बेच्नमै व्यस्त हुनुहुन्छ यो दिन सक्छौँ आज यो पहिलो दिन यो वर्षको पहिलो दिन पनि उहाँ किताब बेच्नमै व्यस्त देखिनु भएको छ देख्न सक्छौँ किताब किन्नेहरूको लर्को छ कति करोड कमाउने सोच बनाउनु भएको छ मान्नेज्यू सोचेको छैन जति करोड कमाइन्छ सोच बनाएर कमाइने भए सोच बनाउनु हुन्छ सोच बनाएर मात्रै पैसा कमाइन्छ नत्र त मैले सोच बनाउने हुन्छ 1 अरबको किताब बेच्न पाए हुन्थ्यो भन्ने हो नि हामी जस्तो सोच बनाउँदैन जस्तो 50 करोडसम्मको बेच्ने भन्ने हो कि के हो छैन लक्ष्य छैन लक्ष्य सच्य केही राख्ने होइन यो कति छाप्नुभयो किताब चाहिँ त्यो छापेको छापै छ यसको केही यति छाप्ने उति छाप्ने भन्ने छैन यसैको कारखाना खोल्न बेर छैन मान्नेज्यूले खोलिसक्यो नि एकजनाले कारखाना बनाइसक्यो त यो किताब छाप्दा उसको कारखाना बनिसक्यो ए अहिले त्यही छाप्नुहुन्छ ल किताब किन्न पाइन्छ ऊ त्यही पाइन्छ त्यही किताब त्यहाँ किन्ने फोटो यहाँ खिच्ने ल यहाँ देख्न सक्छौँ यति बेला किताब किन्ने र फोटो खिच्ने मान्नेज्यू एउटा कुरा सोधिहालेँ है त यो अब चप्पल लगाएरै आउनु भएको छ यो अलि जुत्ता लगाउँ चट्ट भएर जाउँ भन्ने लाग्छ जुत्ता त पैसा दिए पनि लगाउँदैन हेर्नुहोस् हामी त चप्पल लगाउँछ सजिलो हुन्छ चप्पलमा सजिलो हुन्छ जुत्ता लगायो भने अप्ठ्यारो हुन्छ त्यही हो कुरो है सिम्पल लिभिङ हाई थिङ्किङवाला जुत्ता लगाउनु पर्ने ठाउँमा मात्र लगाउँछ नत्र अरू ठाउँमा चप्पल लगाउँछ अब संसदमा त जुत्तै लगाएर जानुहुन्छ परो के भन्नुहुन्छ अब के सरकारतिर त केही नजाउँ नजाउँ सरकारमा गयो भन्दा यहीँ रमाइलो छ तर तपाईँलाई उपसभामुख हुने भन्ने कुरा चाहिँ नि खास हुँदैन के हुँदैन केही हुँदैन क्यामेरा तपाईँले त म आइरहन्छु नि आविष्कार केन्द्रमा 1 2 3 4 5 वटा खै त क्यामेरा कुन हो तपाईँ मेरो छैन यहाँ जसो आउँदा नि विशेष क्यामेरा मैले त्यो मेरो घर चाहिँ उता काभ्रे हो कि अनि हाम्रो काभ्रेतिर तरकारी फल्दाखेरि पनि त्यो राष्ट्रिय आविष्कार केन्द्रमा लगेर म राखिदिन्छु उहाँ हुँदा नहुँदाखेरि पनि है अब यो उहाँ कस्तो राम्रो मान्छे हुनुहुन्छ राम्रो मान्छेलाई शुभकामना छ ल धन्यवाद छ ल फेरि भेटौँला है म आइरहन्छु नि त्यहाँ ल जम्मा 5 वटा है जम्मा 5 वटा ओइ कति बज्यो एकदम अब 5 मिनट बाँकी छ मान्नेज्यू 5 मिनट यो अलिक बढी किताब किन्नेलाई शुभकामना दिनु हुँदो रहेछ हजुर पनि दिँदैन सबैलाई बराबर जोग गरेको मान्नेज्यू ल धेरै धेरै शुभकामना नयाँ वर्षको र कोही हुनुहुन्छ भने हेर्नु भएको छ भने आउनुहोस् अब 5 मिनट बाँकी छ 5 मिनटमा हिँडिहाल्छ हामी अब 5 मिनट मात्रै बाँकी ल आउनुहोस् 5 मिनट मान्नेज्यू मैले पनि भनिदिएँ अहिले ल 5 मिनटमा अब हामी हिँड्छौँ अब किताब किन्न चाहनेहरू लाइभ हेर्नु भएको छ भने गङ्गोबु बस पार्क छिर्ने गेटको वरिपरि खुला ठाउँमा चाहिँ आउनु होला ल आउनु धेरै धेरै धन्यवाद अब उहाँ दिनभरि किताब वाक्कै पारे भन्नुहुन्थ्यो के हो वाक्कै पार्दैन ठिकै लागिरहेछ पैसा कमाउनु पर्यो नि पैसा कमाउनलाई ठिक्कै वाक्कै लाएर हुन्छ के छ अनि अस्ति नाचेको भिडियोबाट कति आयो मान्नेज्यू पैसा खोइ हेरेको छैन मैले 50 त कटिसक्यो भन्नुभएको थियो मान्नेज्यू बिहान कति बजी उठ्नुहुन्छ 6:30 बजे उठ्छ आज
तपाईँले किताब बेच्नुपर्छ भनेर चाँडै उठाउँदैन उठ्दैन पानी खोल्नु है केटा हुन त अहिले खाउँला पिसाब आएको छ यार